76 इयर पछि बल्ल मैले बुझेँ आर्ट भनेको के रहेछ। मलाई लाग्थ्यो कला भनेको चाहिँ नि जीवनको साथी, जीवनको भोगाई। तर अहिले बल्ल मैले थाहा पाएँ कि कला भनेको जीवन र मृत्युको बीचको बाँकी भएको भागहरू रहेछ। नमस्कार, म किरण मानन्दर। मलाई धेरै सोच के थियो भनेदेखि यो नेचरसँग खेल्नु, भैँसीतिर जाने, बालौवामा खेल्ने, अनि माछा मार्ने, अनि यो सबै जीवनकाल हेर्दाखेरि मैले अलिअलि प्रकृतिसँग चाहिँ मैले बुझ्न पाउने, खेल्न पाउने र म चाहिँ नि स्केच गरिराख्ने। म त त्यो बेलामा चाहिँ नि मनमुक्त हुन्थेँ। इन्सपिरेसन भनेको के छ भने मलाई त डेली लाइफबाट आउँछ। किनभनेदेखि जहाँ रङ र ब्रसहरू र क्यानभासहरू हुन्छ त्यो मुड चाहिँ खोजी गर्नै पर्दैन। जब त्यो धुप सुगन्ध पाउँछ अनि त्यो धुपको सुगन्धले त्यहाँ चाहिँ नि एउटा बादल जस्तो क्रिएट हुन्छ त्यो धुपको बत्तीहरूले, अनि त्यसमा म बिराउन चाहन्छु, त्यसमा म हराउँछु। र त्यो बासनाले गरेर के छ भनेदेखि कुनै खाली क्यानभास त देख्नै भन्दैन, किन केही न केही बन्छ। मलाई घरमा मेरो प्यारेन्ट्सले धेरै पिट्थ्यो, पेन्टिङ देखे पिटिकै पिट्ने। मेरो राख्ने ठाउँै पेन्टिङहरू नागरजुङको जङ्गलमा रुखको माथि प्लास्टिकले बेरेर राख्थेँ। काम गर्छु भन्दाखेरि पनि घरदेखि नै सङ्घर्ष गर्नु पर्थ्यो। मैले बनारस हिन्दू युनिभर्सिटीमा एप्लाई गरेँ। यहाँ सोद्धाखेरि धेरै मान्छेहरूले के भन्थ्यो भने बनारस होइन, त्यो त काशीबास जाने हो। तर मलाई के लाग्यो, मलाई राम्रो लागेन। किनभनेदेखि किन बम्बई मात्र भने, किन कलकत्ता भन्ने, म अर्कै ठाउँमा जान्छु भनेपछि एकजना प्रोफेसर भेटेँ। उसको यो नेपाल भारत सांस्कृतिक केन्द्रमा चाहिँ एउटा एक्जिबिसन थियो। त्यो एक्जिबिसनमा चाहिँ मैले बुझेकै थिएन। उसले त्यो इनामेलहरू पोखाएर रङहरू पोखाएर एक्जिबिसन गर्थ्यो। किनभने त्यो एकदम कम्प्लिटली एब्स्ट्र्याक्ट भनेपछि मेरो बियोन्ड मेरो माइन्डमा थियो। अब मी एन्ड माई क्रिएसन भनेर जहाँ मैले ब्रस राख्छु, जहाँ मेरो रङ त्यहाँ पोख्छ, जहाँ म त्यहाँ काम गर्छु, त्यो मेरो क्रिएसनै हुन्छ। र त्यहाँ चाहिँ नि अहिलेसम्म चाहिँ नि यो पेन्टिङै भएन, यो मेरो क्रिएसनै भएन भनेको हुँदैन। त्यसैले यो माई क्रिएसन भने के छ भने म जे एउटा सिर्जना गर्छु त्यसमा म जे चाहन्छु त्यही हुन्छ नि। मेरो धेरै जस्तो पेन्टिङहरूमा लेडिज फिगरहरू हुन्छ। उनीहरूको जेक्स्चरदेखि लिएर, उनीहरूको हेराइदेखि लिएर, उनीहरूको सफ्टनेसदेखि लिएर आई रियली एप्रिसिएट। अब जसरी पेन्टिङ गर्दाखेरि सबैभन्दा पहिला मैले हेर्ने मेरो बानी के छ भनेदेखि सानो साइजहरू भन्दा ठुल्ठुलो साइजहरू मनपर्छ। र फेरि अब ग्यालेरीतिर एक्जिबिसन गर्दाखेरि पनि सबैभन्दा म ग्यालेरी हेर्छु। किनभने त्यो ग्यालेरी कुन साइजमा छ, कसरी गर्ने, त्यो साइज अनुसारको मेरो प्रोसेस हुन्छ। आज म कुन कलरमा काम गर्दैछु भनेपछि त्यो कलर पुग्छ कि पुग्दैन, त्यो कलरहरू सबै म जम्मा गर्छु। बाहिर गएर रुखको ढाङ्गा पनि लिन्छु, किनभने त्यसले पनि खिसार्नु पर्ने हुन्छ। र त्यहीँबाट चाहिँ नि राम्रो एउटा सिर्जना हुन्छ। खास भन्ने हो भने स्टाइल भनेको आफूले बनाउने होइन, त्यो बनेर जाने हो। स्टाइल भनेको उसको त्यो क्यानभासमा रङ राख्ने तरिका, उसले घोट्ने तरिका, उसले प्रयोग गर्ने रङहरू र उसले थिम लिने तरिकाहरू। मलाई त्यसैले समय समयमा के लाग्छ, म कुनै स्टाइलमा बाँध्न चाहन्न। सुत्दाखेरि पनि त्यो सिलिङमा म त्यहाँ चित्रहरू हेर्छु। आगो भन्दाखेरि आगो मलाई चाहिँदैन, तर म आफै आगो बन्छु। पानी बन्दाखेरि पानी त चाहिँदैन नि, म आफै पानी बन्छु। हिउँ बनाउनु पर्यो भनेदेखि हिउँ त ढिका राखेर त हुँदैन नि, आफै मनभित्रको हिउँ म आफै बन्छु। त्यसैले अहिले पनि म सबै कलाकारलाई जे बनाउने हो तिमी आफै बन न, अनि त्यो बनिहाल्छ नि। अहिलेको एउटा नयाँ सिरिज मेरो मी एन्ड माई क्रिएसन चाहिँ नि
त्यो ग्यालेरियामा त्यसमा वेबसाइटमा हेर्नुहोस् र त्यो वेबसाइटमा हेरेर लिनुहोस् पनि र त्यसलाई ठिक छ छैन त्यो पनि भनिदिनुहोस् न। किनभनेदेखि हामी कलाकार भनेको चाहिँ नि अरूले हेर्दाखेरि नै हामीलाई आनन्द आउँछ।